पूरा गर जेन्जीका माग पूरा गर हत्यारालाई डाक्टर निकोलस भुसालको आमरण अनसन यति बेला माइतीहरु मण्डलबाट कारबाही गर हत्यारालाई कारबाही गर सुशीला कार्की राजीनामा दे सुशीला कार्की राजीनामा दे हाम्रो आन्दोलन जारी छ हाम्रो आन्दोलन जारी छ हाम्रो आन्दोलन जारी छ निकोलस भुसाल जिन्दाबाद जीवन रक्षाको ग्यारेन्टी गर नालायक सरकार मुर्दाबाद नालायक सरकार मुर्दाबाद जेन्जीका माग पूरा गर जेन्जीका माग पूरा गर निकास अनि निर्वाचन हत्यारालाई कारबाही गर भ्रष्टहरूलाई कारबाही गर भ्रष्टहरूलाई कारबाही गर हत्यारालाई कारबाही गर हत्यारालाई कारबाही गर जेन्जीका माग पूरा गर जेन्जीका माग पूरा गर नालायक सरकार मुर्दाबाद नालायक सरकार मुर्दाबाद नालायक सरकार मुर्दाबाद हाम्रो आन्दोलन जारी छ हाम्रो आन्दोलन जारी छ सुशीला कार्की राजीनामा दे सुशीला कार्की राजीनामा दे नालायक सरकार मुर्दाबाद निकास अनि सुशीला सरकार मुर्दाबाद नालायक सरकार मुर्दाबाद जेन्जीसँग धोका गर्न पाइँदैन नालायक सरकार चाहिँदैन जेन्जीसँग धोका गर्न पाइँदैन नालायक सरकार चाहिँदैन जेन्जी एकता जिन्दाबाद सुशीला सरकार मुर्दाबाद जेन्जी एकता जिन्दाबाद सुशीला सरकार मुर्दाबाद जेन्जीसँग धोका गर्न पाइँदैन जेन्जीसँग धोका गर्न पाइँदैन डाक्टर निकोलस भुसाल जिन्दाबाद निकोलस भुसाल जिन्दाबाद निकोलस भुसाल जिन्दाबाद निकोलस भुसाल जिन्दाबाद जीवन रक्षाको ग्यारेन्टी गर जीवन रक्षाको ग्यारेन्टी गर जीवन रक्षाको ग्यारेन्टी गर जीवन रक्षाको ग्यारेन्टी गर डाक्टर निकोलस भुसाल जिन्दाबाद निकोलस भुसाल निकोलस भुसाल जेन्जीका माग पूरा गर जेन्जीका माग पूरा गर हत्यारालाई कारबाही गर भ्रष्टहरूलाई कारबाही गर नालायक सरकार मुर्दाबाद सुशीला सरकार मुर्दाबाद सुशीला कार्की राजीनामा दे हाम्रो आन्दोलन जारी छ जेन्जी एकता जिन्दाबाद जेन्जी संयुक्त आन्दोलन सफल पारौँ जेन्जी संयुक्त आन्दोलन सफल पारौँ डाक्टर निकोलस भुसाल जिन्दाबाद डाक्टर निकोलस भुसाल जिन्दाबाद जीवन रक्षाको ग्यारेन्टी गर जीवन रक्षाको ग्यारेन्टी गर जीवन रक्षाको ग्यारेन्टी गर हत्यारालाई कारबाही गर हत्यारालाई कारबाही गर निकास अनि निर्वाचन सुशीला कार्की मुर्दाबाद नालायक सरकार मुर्दाबाद जेन्जी बन्दी रिहाई गर जेन्जी बन्दी रिहाई गर हामी शान्त छौँ, चुप छैनौँ।
हजुर हामी निरन्तर आन्दोलनमै छौँ। हजुर तपाईँहरूले हिजो बालेन शाहलाई पनि भेटेको हामीले एउटा खबर पाएका थियौँ। हजुर हो। किन चाहिँ बालेनलाई पनि भेट्नुभयो, फेरि आज चाहिँ यहाँ चाहिँ पनि फेरि कालो कफन बाँधेर आउनु भएको छ, के हो खास कारण? यो आन्दोलन जेनजी आन्दोलनलाई उकास्ने, अतिरञ्जित गर्ने र जेनजी आन्दोलन हुनुमा बालेन शाहको एउटा भूमिका थियो। हामीले उहाँलाई के भनेका थियौँ भन्दाखेरिमा जेनजी आन्दोलनका मागहरू कुनै पनि पुरा भएका छैनन्। जेनजी आन्दोलनको म्यान्डेट चुनाव होइन। आज घाइतेहरूका शहीदहरूका सपनाहरू पुरा भइरहेका छैनन्। जसरी जेनजी आन्दोलन भएको थियो, जसरी जेनजी आन्दोलनकरमा मागहरू उठेका थिए, जसरी हाम्रा भाइ बहिनीबाट गोली हान्नेमाथि कारवाही भएको छैन, भ्रष्टहरूमाथि कारवाही भएको छैन, भ्रष्टाचारका काण्डहरू फाइलहरू कुनै पनि खोलिएका छैनन्। हामीले शासकीय स्वरूप हरेक निकायमा भ्रष्टाचार छ, हरेक निकायहरू सुध्रिनुपर्छ, सुधार्नुपर्छ, रिफर्म गर्नुपर्छ भनेका थियौँ। तर कुनै पनि माग पुरा भएको छैन। हिजो हामीले बालेन शाहलाई के भन्यौँ भन्दाखेरिमा यो आन्दोलनका मागहरू कुनै पनि पुरा भएका छैनन्। तपाईँले आन्दोलनलाई सहयोग गर्नुहोस्, आउनुहोस्, तपाईँ पनि सडकमा आउनुहोस्, जेनजी सँगै हिँड्नुहोस्, जेनजी सँगै अगाडि बढ्नुहोस् भनेर हामीले उहाँलाई भन्यौँ। तर उहाँले चाहिँ सुशीला कार्कीले घोषणा गरेको चुनावको विकल्प छैन, चुनावमा सहयोग गर्नुहोस् भन्नुभयो। हामीले चुनाव मान्दैनौँ। यदि चुनाव भयो भने यदि पहिला निकास हुनुपर्छ। हिजोका दिनमा 76 जनाले गोली खाएका थिए। यदि बालेन शाह र सुशीला कार्कीले चुनाव चाहेका हो भने 76 जनाले 1 लाख जनालाई गोली हान्नुपर्छ अनि चुनाव हुन्छ। आजका दिनमा जेनजीले जनताले चुनाव चाहेको छैन, निकास चाहेको छ, सुशासन चाहेको छ, हत्यारालाई कारवाही हुनु पर्यो, भ्रष्टाचारीलाई कालकोठरीमा हाल्नुपर्छ। तर यो जेनजीको रगतलाई, बलिदानलाई लत्याएर त्यसमाथि टेकेर चुनाव हुन सक्दैन। हामी चुनाव हुन दिँदैनौँ। चुनाव अझै हुँदैन। त्यसका लागि अनि आज हेर्नुहोस्, जेनजीका माग पुरा गर्नका लागि हाम्रो डाक्टर निकोलस भुसाल 3 दिनदेखि निरन्तर आफ्नो जीवनको पर्वाह नगरेर आज 4 दिन भइसक्यो पर्वाह नगरेर आज यो ठाउँमा जीवन र मरणको अवस्थामा हुनुहुन्छ। तर यो राज्य सत्तामा जेनजी आन्दोलनको बलमा बनेकाहरू आज सत्तामा रमाइरहेका छन्, सत्तामा कानमा तेल हालेर बसिरहेका छन्। हामी खबरदार भन्न चाहन्छौँ, सुशीला कार्कीहरूलाई एकचोटि माइती गरेर आएर निकोलस भुसालको अवस्था कस्तो छ, उनले उठाएका मागहरू के हुन् हेर्न आह्वान गर्दछौँ। तर यी मागहरू नजरअन्दाज भयो भने, यी मागहरूमाथि तपाईँले खेलवाड गर्नुभयो भने सुशीला कार्कीहरूलाई हामी बालुवाटारबाट घिसार्ने दिन आउँदैछन् र हामी खबरदार भन्न चाहन्छौँ। सरकारले चुनावीको सहजीकरण गर्दै गर्दा तपाईँले आतंकित बनाउन, सरकारलाई असफल बनाउनको लागि यो कदम चाल्नु भएको छ भन्ने आरोप छ। हामी कसैलाई आतंकित गर्न पनि चाहदैनौँ। हामी कसैप्रति हाम्रो आग्रह पूर्वाग्रह केही पनि छैन। मात्र यति हो कि जसरी जेनजी आन्दोलन भयो, कसैलाई भरम जेनजी आन्दोलन कुनै फेसबुक चलाउन नपाएर भएको आन्दोलन होइन। 84 को चुनाव 82 मा गर्नको लागि भएको होइन। यो देशमा युवाले अवसर नपाएर यो देशका हरेक राजनीति दल र तिनका नेताहरू भ्रष्ट थिए। यो देशमा हरेक निकायमा भ्रष्टहरूको राज थियो। न्याय खरिद बिक्री हुन्थ्यो, अख्तियारमा भागभण्डा, अदालतमा भागभण्डा, कर्मचारी तन्त्रमा भागभण्डा। हामी युवाहरू यो व्यवस्था, यो अवस्थाप्रति एकदम फ्रस्ट्रेट भइसकेका थियौँ। आज हामीले यो देशमा अवसर नपाएर विदेश जानुपर्ने स्थिति थियो। त्यो भए हुनाले युवाको यो आवाजलाई, युवाको यो फ्रस्ट्रेसनलाई र हाम्रा जेनजी आन्दोलनका मागलाई हिजो यो माइती घरमा ढलेको युवाले म फेरि पनि भन्न चाहन्छु, 84 को चुनाव 82 मा गर्नका लागि आफ्नो जीवन आहुति दिएको होइन। त्यो कुरा बुझ्न आवश्यक छ। त्यो भए हुनाले हामी कसैलाई आतंकित बनाउन चाहदैनौँ। पहिला निकास हुनु पर्यो, जेनजी आन्दोलनका माग पुरा हुनु पर्यो, घाइते र शहीदका माग पुरा हुनु पर्यो। डाक्टर निकोलस भुसाल आज आफ्नो जीवन र मृत्युको पर्वाह नगरेर जसरी आज आफ्ना माग राखेर आउनुभएको छ, उहाँका माग पुरा हुनु पर्यो। यो आन्दोलन निरन्तर जारी रहन्छ। यो आन्दोलनलाई सामान्य रूपमा लियो भने यसको परिणाम अकल्पीय हुन सक्छ। सुशीला कार्कीहरू हिजो केपी ओली बाँचेका थिए, सुशीला कार्कीहरू नरहने स्थिति रहन सक्छ। हामी चुनौती दिन चाहन्छौँ, खबरदारी गर्न चाहन्छौँ। तपाईँ जस्तै एउटा डक्टर आज चाहिँ सडकमा एउटा चाहिँ जीवन मरणको दोसारमा रहेर चाहिँ आन्दोलन गरिरहनु भएको छ, त्यसलाई कसरी हेर्नुपर्छ? होइन, उहाँ डक्टर है, म चाहिँ पिएचडी डक्टर हो। अनि उहाँले जुन अहिले मागहरू राखिरहनु भएको छ, शान्तिपूर्ण हिसाबले एक हिसाबले आन्दोलन अनसन बस्नु भएको छ। सरकार सबभन्दा पहिला म के भन्न चाहन्छु भने शान्तिपूर्ण रूपमा बोलिने अथवा चाहिँ यसरी चाहिँ अनसन गरेर बोलिने चिज पनि भाषा पनि कसैले विद्रोह गरेर विध्वंस गरेर बोलेको भाषा जस्तै हो। सबै मान्छेले सबै तरिकाले गर्छ, असबै मान्छेले असबै तरिकाले गर्छ।
त्यहाँ 17,000 मान्छेहरू मरे, उनीहरूको आवाज सुनियो, विध्वंस गरे, उनीहरूको आवाज सुनियो। शान्तिपूर्ण कसैले आमरण अनसन बसेर माग राखेर त्यो आवाज सुनिनुपर्छ। उहाँले भने नराम्रो कुरो केही पनि छैन, देशको विकास गरौँ भन्नुहुन्छ उहाँले। देशमा चाहिँ भनौँ अहिले पुरानो तरिकाले काम गरेर देश अगाडि बढ्न सक्दैन भन्नुहुन्छ, देशको आर्थिक क्रान्ति गरौँ भन्नुहुन्छ, हाम्रो पहाड हिमालमा भएका जडीबुटीहरू बेचौँ भन्नुहुन्छ, देशको समृद्धि गरौँ भन्नुहुन्छ। गलत काम हो। उहाँले भनेका फिगरहरू अलिकति फरक होला अनुसन्धानको विषय हो, तर उहाँले भन्न खोजेका कुरा जुन स्पिरिट छ नि, एउटा आम नेपालीको स्पिरिट जसले देशको विकास चाहन्छ, देशको समृद्धि चाहन्छ, विश्वमा नेपालीहरूको इज्जत चाहन्छ, अब त्यो भन्ने मान्छेलाई यसरी मर्न बाध्य पार्नु भयो नि। आज 4 दिनसम्म अनसन भइरहँदाखेरि सरकारले सुन्नु पर्छ पर्दैन, वार्तालाई बोलाउनु पर्छ पर्दैन। म त के भन्न चाहन्छु भने अहिले सुशीला दिदीको क्याबिनेटलाई, सुशीला दिदीलाई आएर तुरुन्त वार्ता गर्नुहोस्। तर सुशीला दिदी त हिजो रुनु भयो नि त। एउटा जेनले एउटा भन्छ हामी त अचानक बनेछौँ, काम गर्न दिइएको छैन, छोडौँ भनेपछि पद छोडौँ भने एउटा अवसर दिएका थियौँ गर्न सकेन, असक्षम भन्छन्। यो बेलामा राजनीतिक दलले हामीलाई गाली गर्छन् भने आँसु नै छोड्नु भयो नि त। अभियसली पोलिटिक्स गाह्रो चिज हो। सुशीला दिदीले सोचे जस्तो प्रधानमन्त्री टक्क कुर्सीमा बस्ने आदेश दिदी मात्र होइन, अरूलाई पनि गाह्रै हुन्थ्यो। उहाँहरूले किनभने उहाँ गाह्रोबाट आउनुभएको थियो, बानी पर्नुभएको थियो। सुशीला दिदी टक टेबल ठटाएको मान्छेलाई त्यस्तो सहिलो छैन।